तपाईहरुमध्ये कतिलाई थाहा छ तपाईको छिमेकमा को बस्छ भनेर? र यदि तपाई काठमाडौँ जस्तो अस्तव्यस्त शहरमा बस्नुहुन्छ भने त हामी मध्ये धेरैलाई हाम्रो छिमेकमा को बस्छ त्यो पक्कै थाहा हुँदैन। अझ यस्ता शहरहरुमा रिक्रिएसनल एक्टिभिटिज गर्ने कुनै पनि पार्क छैन या थोरै मात्रामा छ र मान्छेको अधिकांश समय ट्राफिकमा व्यतीत हुन्छ, ट्राफिकमा समाप्त हुन्छ र त्यो ट्राफिकमा घण्टौं प्रतीक्षा गर्दाखेरि हामीसँग भएको एउटा मात्र साथी भनेको हाम्रो स्क्रिन हो। स्क्रिनमै हामी डुब्न बाध्य हुन्छौं। यसो गरौँ, तपाई हामी सबैजनाले एउटा कुरा स्वीकार गरौँ, हामी सबैजना स्क्रिन प्राणी भइसक्यौं, मात्र फरक हो मात्राको। कोही धेरै समय स्क्रिनमा व्यतीत गर्नुहुन्छ, कोही थोरै समय स्क्रिनमा व्यतीत गर्नुहुन्छ, तर हामी कुनै न कुनै रूपमा स्क्रिन प्राणी भइसक्यौं। कल्पना गर्नुस् त, तपाईको सबैभन्दा नजिकको साथीसँग तपाई एक हप्तासँग नबोलिकन बस्न सक्नुहुन्छ, तर तपाईको स्मार्टफोन तपाईसँग 1 घण्टा भएन भने तपाईलाई कस्तो छटपटी हुन्छ, तपाईलाई कति गाह्रो हुन्छ। त्यसकारण मैले यो घोषणा गरे कि हामी सबै कुनै न कुनै रूपमा स्क्रिन प्राणी भइसक्यौं।